आदरणीय दर्शकवृन्दहरू, स्वागत छ यहाँलाई साप्ताहिक खबरमा। हामी यति बेला भरतपुर महानगरपालिका वडा नम्बर 17 मा रहेको मदन स्मृति पार्क गाजीपुरमा छौँ। यो आफैमा भरतपुर महानगरपालिकाको पर्यटकीय गन्तव्यभित्र समेटिएको र पछिल्लो अवस्थामा लोकप्रिय हुँदै गएको एउटा आकर्षक पार्कको रूपमा पनि यहाँ यसलाई लिएको छ। सदरमुकाम भरतपुरबाट 13 किलोमिटर लगभग पश्चिम नारायणी नदीको किनारमा रहेको यो पार्क एउटा राजनीतिक ऐतिहासिक महत्त्व बोकेको पार्क पनि हो। स्वर्गीय मदन भण्डारीको दासढुङ्गामा दुर्घटना भइसकेपछि उहाँको शव चाहिँ नारायणी नदीले बगाउँदै ल्याएर लगभग 13 किलोमिटर पश्चिमको गाजीपुर भन्ने ठाउँमा एउटा झ्याङमा अड्किएको अवस्थामा फेला परेको थियो। सो यही ठाउँमा हो र यसै चौतारोमा नारायणी नदीबाट झिकेर मदन भण्डारीको शवलाई यहाँ राखिएको थियो, जबकि जीवराज आश्रितको शव भने गाडीमै थियो र उहाँलाई गाडीभित्रैबाट उहाँको लासलाई गाडीभित्रबाटै सङ्कलन गरिएको थियो भने मदन भण्डारीको शव यहाँ भेटिएको थियो। पहिले नारायणी नदी किनार डरलाग्दो अवस्था थियो। यहाँ स्यालहरू घुम्ने गर्थे र मान्छेहरू दाउरा लिनलाई नारायणी नदी टडेर पारी जाने मान्छेहरू, सामान्य मान्छेहरू मात्रै हुने गर्थे। अहिले यो आकर्षक पार्क बनेको छ, हामी देख्न सक्छौँ। आकर्षक भ्यू टावर छ यहाँ। नेपाल सरकारको सहयोगमा यो बनेको हो। यसै गरी हामी यहाँ मदन स्मृति पार्क, मदन भण्डारीको शालिग पनि छ। यो स्थानीय समाजसेवी जिले यसलाई सौजन्य प्राप्त भएको हो। राजनीतिक व्यक्तित्वहरूबाट स्थानीय लोकल लिडरहरूले यसलाई सहयोग गर्नुभएको हो। यसै गरी यहाँ पिकनिकको लागि उपयुक्त उहरू छन्, टहराहरू छन्। खानेपानीको प्रशस्त सुविधा पनि छ र यहाँ बस्नलाई पनि राम्रो व्यवस्था छ। वाटर फाउन्टेसन पनि छ, अहिले बन्द अवस्थामा छ। यसै गरी बच्चाहरूलाई पिङहरू, खेलहरू र आकर्षक मिटिङ हल माथि बसेर कार्यक्रम पनि गर्न सकिन्छ र यसै गरी यहाँ एउटा आकर्षक गेट पनि छ। गेट पनि बनाइएको छ। साथै स्थानीय समुदाय पनि विभिन्न आय आर्जनको लागि यो पार्क सहयोगी भएको देखिएको छ र स्थानीय समुदायको घरहरूसँगै जोडिएर रहेको पार्क छ र एउटा रमणीय स्थानको रूपमा स्थापित भइरहेको छ। बिदाका दिनहरूमा यहाँ सयौँको सङ्ख्यामा स्थानीयहरू आएर घुम्ने, हेर्ने र नारायणीको चिसो हावालाई महसुस गरेको देख्न सकिन्छ र अरू थप पूर्वाधारहरू बनाउने योजनाहरू यहाँ रहेको देख्न सकिन्छ। मदन भण्डारीको शव जस्तो अवस्थामा एउटा रुखको झ्याङ जराहरूमा अल्झेर रहेको थियो, त्यस्तै अवस्थामा त्यही ठाउँमा त्यस्तै आकृतिको मूर्तिहरू बनाउने र त्यहाँसम्म जाने सानो झोलुङ्गे पुल लगभग नारायणी नदीको आधासम्म गर्ने त्यो रङ्गीन र राम्रो आकर्षक हुने योजनाहरू समितिले तयार पारेको पनि देखिन्छ र एकचोटि पुग्नै पर्ने आकर्षक गन्तव्य पनि हो यो। यहाँ घुम्न, भ्यू टावरबाट हेर्न, साथै यो कम्तीमा पनि केही घन्टाको निम्ति यो घुम्नको लागि यो यहाँ आकर्षक स्थल पनि छ। आन्तरिक पर्यटकहरूको बसाइ लम्ब्याउन थप पूर्वाधारहरू यहाँ आवश्यक देखिन्छ र समितिले र स्थानीय सरकारहरूले त्यसतर्फ ध्यान दियोस्
भन्ने म आग्रह गर्न चाहन्छु। खास गरी समुदायसँग जोडेर जब केही कार्यक्रमहरू ल्याइँदैन तबसम्म सरकारले मात्रै लगानी गरेर पर्यटकीय गन्तव्यहरू फस्टाउँदैनन् र योसँग समुदायको आय आर्जनसँग जोडिनु आवश्यक छ। यो भ्यू टावर सम्भवतः चितवनमा नै यतिको भ्यू टावर नहोला। विभिन्न मध्यवर्तीहरूले ठाउँ-ठाउँमा आकर्षक भ्यू टावर त बनाएका छन्। यो अलिकति फरक ढङ्गको लाग्यो मलाई चाहिँ। अन्त पनि हुनसक्छ, म नपुगेको पनि हुनसक्छु। यसलाई निश्चय पनि यहाँहरूले एकचोटि फुर्सद निकालेर घुमिदिनु हुन, हेरिदिनु हुन र यहाँ नारायणी तटबन्धन पनि बनेको छ, आकर्षक एउटा पैदल मार्ग जस्तो। यसलाई पनि यहाँहरूले हेरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। धन्यवाद।